हेर्नुहोस् है साथी हो, नेपाली अर्ग्यानिक खाना यो हो नि त। पारिपछि लेक होइन, त्यहाँ चाहिँ यासा गुम्बा टिप्नु गएको अरे, यहाँ मकै ढेँडो बनाइरहेको छ। यो हो नि त अर्ग्यानिक खाना। हेर्नुहोस् ल कति राम्रो सुन्दर, आहा कति सुन्दर नेपाल है। हेर्नुहोस् त कति मजाको है। म पारिजी यहाँ खाना खाएर उहाँ यासा गुम्बा टिप्नु जाने अरे। उहाँ चाहिँ हेर्नुहोस् त ल कति राम्रो हिमाल। ल हेर्नु त ल, बाफ्रे बाफ, यस्तो भन्नुपर्छ त हिमाल भनेको त। ढिँडो अर्ग्यानिक मजाले चिसोमा है। अब झ्याप्प अब यहाँ खान्छन् होइन मजाले। कस्तो राम्रो ठाउँ छ त होइन। यो हो नि त ठाउँ। तपाईँहरू पनि घुम्नुहोस् है। अब यासा गुम्बा नटिपे पनि घुम्न चाहिँ जानुहोस् त। ल हेर्नुहोस् कस्तो राम्रो छ होइन। वाह वाह वाह।